हेलो भाइ बहिनीहरु आज चाहिँ हामीहरु सिम्पल इन्ट्रेस्ट जो चाहिँ अर्थमेटिक पोर्सनको एउटा युनिट हो त्यसको बारेमा डिस्कस गर्न जाँदैछौं है र यो चाहिँ बीएलई मा 3 मार्क्स का आउँछ है यहाँबाट यो सिम्पल इन्ट्रेस्टबाट मात्रै 3 मार्क्स का आउँछ त्यसकारणले यसको फर्मुला देखि लिएर यसको हिसाब देखि लिएर सबै कुराहरु के छ त एकदमै इम्पोर्टेन्ट छ है त्यसकारणले अनि यो भिडियोलाई चाहिँ अन्त्यसम्म एकदमै राम्रोसित हेर्दिनुला आज चाहिँ हामीहरु फर्मुलाहरुको बारेमा डिस्कस गर्छौं है कसरी बनाएका छन् त फर्मुलाहरु है अनि त्यसको बारेमा डिस्कस गर्छौं र अर्को सेसनमा चाहिँ हामीहरुले अनि एक दुईटा न्यूमेरिकल्सहरु पनि सल्भ गर्नेछौं है त ल अब सिम्पल इन्ट्रेस्टको पहिला सुरुमा बेसिक कुरा बुझ्नु पर्छ सिम्पल इन्ट्रेस्टलाई भन्छ नेपालीमा चाहिँ साधारण ब्याज है अब साधारण ब्याजभित्र चाहिँ अब धेरै कुराहरु पर्छन् है अब पछि गएर यो कम्पाउन्ड इन्ट्रेस्ट बन्छ है पछि कम्पाउन्ड इन्ट्रेस्ट पढ्ने बेला पनि एकदमै के हुन्छ महत्त्वपूर्ण हुन्छ त्यसकारणले पहिला सुरुमा सिम्पल इन्ट्रेस्टको कन्सेप्ट चाहिँ के हुनुपर्छ मजाले बुझेको हुनुपर्छ है त र सिम्पल इन्ट्रेस्टमा एउटा बुझ्नुपर्छ तिमीहरुले प्रिन्सिपल किन डिनोट गर्छ है प्रिन्सिपल भनेको चाहिँ मानिलियौ मैले 50,000 रुपैयाँ एउटा बैंकमा राखे अथवा सहकारीमा राखे भनेपछि जुन चाहिँ मैले 50 रुपैयाँमा 50,000 राखेको जुन अमाउन्ट छ नि अथवा रकम छ नि त्यसलाई चाहिँ मैले के भन्छु भनेपछि प्रिन्सिपल भन्छु है र अनि अर्को हेर इन्ट्रेस्ट रेट है इन्ट्रेस्ट रेटलाई चाहिँ हामीहरुले के गर्छौं आर ले डिनोट गर्छौं है अब इन्ट्रेस्ट रेट चाहिँ जहिले पनि केसमा आउँछ भनेपछि पर्सेन्टेजमा आउँछ है अनि अर्को हुन्छ सिम्पल इन्ट्रेस्ट यहाँ चाहिँ आर पर्सेन्ट नै लेख्दियौ अब यसलाई के डिनोट गर्छ एसआई कहीं एसआई पनि लेख्छ र कहीं नर्मली आई मात्रै पनि लेख्छ है त सिम्पल इन्ट्रेस्टलाई हामीले फर्मुलामा यो आई युज गर्छौं आई भनेर युज गर्छौं यसलाई अनि त्यसपछि अर्को छ टाइम भनेको त समय हो सबैलाई थाहा छ हैन यसलाई चाहिँ हामीले के डिनोट गर्छौं टी ले डिनोट गर्छौं है अनि त्यसपछि पीटीआर अपन 100 ल ठिक छ यति भएपछि अब हामीहरुको लगभग कुरा सकियो र अमाउन्ट छ अर्को है अमाउन्ट यसलाई हामीले ए ले डिनोट गर्छौं है अब अमाउन्ट भनेको के हो भन्छौ भनेपछि द सम अफ प्रिन्सिपल एन्ड सिम्पल इन्ट्रेस्ट अथवा इन्ट्रेस्ट है यदि हामीहरुले कति ब्याज आयो त्यो ब्याजलाई र जुन हामीले पैसा सुरुमा राखेका थियौ त्यो ब्याज पैसालाई त्यो सुरुको जुन रकममा अथवा प्रिन्सिपलमा जोड्यौं भनेपछि हामीहरुको के आउँदै रहेछ अमाउन्ट आउने रहेछ है अब यति कुराहरु बुझेपछि अब बाँकी सबै कुराहरु हामीले यही माथिबाट माथिको कन्सेप्टलाई युज गरेर फर्मुलाहरु बनाउने काम गर्छौं है त ल फर्मुला बनाउँ न त एउटा हामीले सबैले सुनेको I = PTR upon 100 ल हेर यो भनेको एकदम कमन बेसिक फर्मुला हो यदि तिमीहरुलाई I सिम्पल इन्ट्रेस्ट निकाल्न भनेको छ भने चाहिँ PTR upon 100 लगाउनु पर्यो फर्मुला अब हेर मेरो कन्फ्युजन हो सिम्पल इन्ट्रेस्ट भनेको I हो है त्यसरी इन्ट्रेस्ट रेट भनेको चाहिँ R हो है यो सिम्पल इन्ट्रेस्ट र इन्ट्रेस्ट रेटमा चाहिँ नझुकिने ल अब यो भनेको तिमीहरुको एउटा फर्मुला हो अब यही फर्मुलाबाट अरु फर्मुला बनाइदिउँ न त जस्तै अब तिमीहरुलाई जहिले पनि I निकाल त भन्दैन हो कहिले तिमीहरुलाई यो P पनि निकाल भनिदिन सक्छ यदि तिमीहरुलाई P निकाल भनिदियो भने हेर यही फर्मुलालाई है यही फर्मुलालाई हामीले चेन्ज गर्दियौ P निकाल भनिदियो भने अब P लाई त हामीले अगाडि ल्याउनु पर्यो ल मैले P लाई अगाडि नै लेख्दिए इक्वल्स टु अब हेर्दा यो I को तल के पनि छैन कति 1 हो अनि चाहिँ हेर्दा बीचमा इक्वल छ अब क्रस मल्टिप्लाई हुने भयो 100 I मल्टिप्लाई गरेको भयो 100 मल्टिप्लाई I भयो अपॉन अब P लाई मैले अगाडि ल्याइसके P र R मात्र बच्यो कि नै ल P र R डिवाइडेड बाइ TR सक्यो यसरी बन्यो फर्मुला 3 अनि हेर त अर्को अब जहिले पनि तिमीहरुलाई I मात्रै अथवा P मात्रै चाहिँ निकाल भन्दैन हैन अब हेर पहिला तिमीहरुले के भन्न सक्छ T निकाल भन्न सक्छ T अगाडि
अब हेर्दा 100 ले i लाई मल्टिप्लाई गर्यो 100 मल्टिप्लाई i अपॉन अब हेर्दा यो माथिको पोर्सनबाट t हामीले अगाडि ल्याइदिसक्यौं p र r मात्र बच्यो कि लागि अपॉन p र r सक्यो अनि फोर नम्बरमा अब जहिले पनि तिमीहरुलाई i p र t मात्र निकाल्दा भन्दैन त्यसले चाहिँ के निकाल्नु भन्न सक्छ इन्ट्रेस्ट रेट निकाल भन्न सक्छ त्यतिबेला r अब हेर है 100 मल्टिप्लाई i जस्ताको जस्तै अपॉन अब हेर्दा यो यहाँबाट r भन्ने क्वान्टिटी अथवा केही r इन्ट्रेस्ट रेट चाहिँ कहाँ आयो अगाडि आइसक्यो बच्यो के pt मात्रै ल त्यही बचेको pt ले के गर्नु पर्यो अब डिभाइड गर्नु पर्यो ल यसरी हेरेर यही नै हामीहरुले कतिवटा फर्मुला थाहा पायौं 4 वटा फर्मुला थाहा पायौं अब हामीहरुले अर्को एउटा फर्मुलाको बारेमा डिस्कस गर्छौं यो अमाउन्टको बारेमा ल अमाउन्ट a अघि मैले भने प्रिन्सिपल प्लस सिम्पल इन्ट्रेस्ट भनेको थिएँ हैन ल अब हेर अब अमाउन्ट भनेको हामीहरुले सक्करमा के भनेर बुझ्छौं a हैन ल a p प्लस अब i भनेको हेर त मेरो हेर अब i भनेको रहे के रहेछ ptr अपन 100 पनि रहेछ नि ल ptr अपन 100 पनि रहेछ ल अब यति भइसकेपछि और लेखा अगाडि a अब के गर अब हेर यहाँ प्लस छ त्यो p को तल कति मिल्नु 1 हो अब एलसीएम लिदेऊ ल एलसीएम लिँदाखेरि तल 100 आयो माथि 100p प्लस ptr बच्यो है और a मेरा अब यहाँबाट जे कमन आउँछ त्यो लेख्यो ल pp कमन आयो 100 प्लस tr बच्यो अपॉन तल के छ 100 छ ल अब हेर त a को तल कति छैन के हो 1 हो अब क्रस मल्टिप्लाई गरे यहाँ पनि ल p ले यो माथिको टर्म छ यसलाई गर्दाखेरि के आयो p 100 plus tr is equals to a multiply 100 आयो कि नहीं ल हामीलाई चाहियो के p निकाल्नु पर्यो p is equals to a multiply 100 upon 100 plus tr गर्यो भने हेर त अर्को प्रिन्सिपल निकाल्ने फर्मुला आउने रहेछ कि नहीं ल अब यो भनेको चाहिँ तिमीहरुको बेसिक एकदमै इसेन्शियल फर्मुला हो र लगभग सबै हिसाबमा यिनै फर्मुला मात्रै लाग्छन् है यहाँभन्दा बाहिरका फर्मुलाहरु युज हुँदैनन् डीएलई मा आउने क्वेशनहरु अथवा तिमीहरुको बुकको क्वेशनहरु हो है र आजको लागि चाहिँ यति नै र बाँकी कुरा चाहिँ अब एउटा न्यूमेरिकल्सहरु सल्भ गर्न चाहिँ अर्को भिडियोमा सिकाउने छु आजको लागि चाहिँ यति नै है त